हामी 21औं शताब्दीका साक्षी हौं। हामी त्यो युगमा बाँचिरहेका छौं जहाँ कुनै पनि कोठामा बत्ती बाल्नुभन्दा पहिले मोबाइल बालिन्छ, जहाँ मानव मस्तिष्कले एआई सिर्जना गरिसकेको छ, चन्द्रमाको सतह टेकिसकेको छ र डीएनए को कोड खोलिसकेको छ। तर यही शताब्दीमा हामी अझै पनि आफ्ना सन्तानलाई युद्धका आवाजमा सुताइरहेका छौं। इजरायलमा बम पड्किँदा मान्छे मर्छ, गाजामा पड्किँदा केवल एक संख्या थपिन्छ। फिलिस्तिनका बच्चाहरूको आँसु पानी होइन, युगौंको अन्याय बगिरहेको हुन्छ र हामी तटस्थ भएर स्क्रिन हेरिरहेका हुन्छौं, कसले सुरु गर्यो भनेर गुथी सुल्झाउँदै। तर त्यो मरेको बच्चा, उसले युद्ध सुरु गरेन नि। इरानले रकेट प्रक्षेपण गर्यो, इजरायलले आकाश फुटायो, तर जमिन चाहिँ फाट्यो गाजामा। त्यहाँ मान्छे छैनन् भन्ने भ्रम हामीलाई मिडियाले पारेको हो। तर हेर्नुहोस्, त्यहाँ पनि आमाहरू सुत्केरी हुन्छन्। बाबुआमाले हात समाएर स्कुल पठाउँछन् र उनीहरू पनि सास फेर्छन् हाम्रै जस्तै फोक्सोबाट। के कुनै बच्चाले राष्ट्रको नक्सा बनाएर जन्मिन्छ? के उसले भन्छ म इजरायली हुँ, म फिलिस्तिनी हुँ, म युक्रेनी हुँ, म रुसको हुँ? उनी त केवल बच्चा हो, तर हाम्रा पागल विचारधाराहरूले उसको परिचय निर्माण गर्छन् र उसको मृत्यु सुनिश्चित गर्छन्। युद्ध कहिले पनि देशको सुरक्षाका लागि हुँदैन। युद्ध सधैँ सत्ताको अहंकार, धर्मको ठेकेदारी र इतिहासको गलत व्याख्याको परिणाम हो। हामी सम्झिन्छौँ युद्ध जित हो, तर सबै युद्धको हार केवल एउटा मान्छेमा सकिन्छ, मानवमा। के हो यो रुस र युक्रेनको युद्ध? कसले जितेको छ त आजसम्म? एक पक्षले भूगोल जित्छ, अर्को पक्षले चिहान थप्छ। तर इतिहासले केवल यो लेख्नेछ, मानवता असफल भई। शान्तिका ठेकेदारहरू ठूला भवनमा बस्छन्, तर युद्धको खरानीमा जल्ने सधैँ खेत हो र मर्ने सधैँ किसान। शब्दजाल र रणनीतिमा युद्धको समर्थन गर्न सक्छौँ हामी, तर आमाको काख खाली हुँदा दर्शनशास्त्रको भाषाले ती आँसु पुस्न सक्दैन। आज म केवल एक आवाजको हैसियतले बोल्दैछु, तर यो आवाज तपाईको हृदयमा परावर्तित होस्। त्यो हृदय जहाँ कहिले युद्ध थिएन, केवल प्रेम जन्मिएको थियो। युद्धले कहिले पनि शान्ति ल्याउँदैन। युद्ध सकिन्छ केवल त्यो दिन जब हामी सबैले युद्धलाई शक्ति होइन, दुर्बलता ठान्न सुरु गर्छौं। आजको यो आवाज केवल विरोध होइन, यो आवाज एक आह्वान हो। गाजा, इजरायल, इरान, रुस, युक्रेन सबै देशका जनताको नाममा हामी भन्छौं, युद्ध बन्द गर। हामी मानव हौं, हामी तिम्रो सत्ता होइन, हाम्रो सन्तानको भविष्य रोज्छौं। कृपया अब युद्ध होइन, अब केवल शान्तिको विद्रोह होस्। किनभने अन्तिममा न त राष्ट्र बाँच्ने छ, न त धर्म बाँच्ने छ। केवल एउटा प्रश्न, के हामीले मानव भएर बाँच्न सकेका थियौं?